हेलो गाइस, गुड मर्निङ। र आज चाहिँ म र उषा चाहिँ नानी पुऱ्याउनु जाँदैछु यसलाई कालिम्पोङ। अब झोला कपटेर पो साफ छ कि मेरो अझै यो छ साह्रो पर्छ। अब 1 किलोमिटर चाहिँ बोकेर हिँड्नु पऱ्यो नि त। यत्रो पोका बोकेँ मेरो हो। यत्रो यो छ नानीको ब्ल्याङ्केट 3 जनाको लागि। म र उषाको एउटा ड्रेस भएछ, एउटै स्कुल पढ्ने भएर पो त है। अघि त स्कुटीमा आधी सामान पुऱ्याएको था। कसले रुङ्नु म बस्दै थिएँ। के मुदैन, कोही बेला यस्तो पनि गर्नुपर्छ। यहाँ चेरेक चेरेक गर्नु थाल्यो है यो त। यो नि ब्ल्याङ्केटको कभर च्यारेक च्यारेक गर्नु थाल्यो। र अब जस्ट घरको रफ बाटो निक्लेर अब जाँदैछौँ। गएर त अब कालिम्पोङको गाडी पक्रिनु पऱ्यो नि त। जाँदैछौँ। भोलिदेखि नानीको कोचिङ क्लास सुरु हुन्छ होला। औ च्यारेक च्यारेक नै गर्दैछ नि हौ। ल गाइस, यो च्यातेला जस्तो हुँदैछ कि झोला। म तपाईँलाई अहिले देखाउँछु। ल गाइस, अहिले त के भयो भन्दा चाहिँ म इन्डियन हो, इन्डिया छ र आइडिया चल्छ। त्यसै कारण टाउकोमा हाल्दा त ढुक्कै हुँदो रहेछ नि त। त्यो च्यात्तिने पनि डर भएन। यहाँ अर्को ब्याग यसरी, यहाँ यसरी नानी र आमा छोरी आउँदैछ। यसरी बोक्दा पनि के छ र होइन, आइडिया हो। अब त कालिम्पोङ प्रस्थान गरेको त तपाईँहरूलाई देखाउँछु। अहिले जाँदैछु, डबल सास होला जस्तो हुँदैछ हो। ओके गाइस, मिठाईको कुरा नगर, पढ्नु जाने मान्छे हामी दुईजना फेरि एउटै स्कुलको हो नि त। शिक्षक कि विद्यार्थी हामी आउँछ। विद्यार्थी कि उयो कालो पेन्ट सेतो सर्ट। मैले जे लाउँछु त्यही लाउनु पर्छ नि छ र। बुढाबुढी हो, कति मन मिल्छ नि, यही हो नि त। भगवानले बनाइदिएको जोडी हो। ओके गाइस, र अहिले चाहिँ हामी कुवापानी आइपुगेर कालिम्पोङ जाने गाडीको प्रतीक्षामा छौँ। हामी 3 जना टाइम पास गरिरहेको छ। नानीले यस्तै यो सामानहरू छ। सर पनि यहाँ हुनुहुँदो रहेछ। हाम्रो मन्दिर यहाँ अब ढोकचोक गरेर बसिरहेको छौँ। गाडी आएको छैन र गाडीको प्रतीक्षामा। फोन त गरिनँ, हिजो जङ्गल जाँदा त भेटेको थिएँ गाडीलाई र भनिरहेको थिएँ गाडी त पाउँछ जसरी पनि एउटा बन्दोबस्तमा गएको राम्रो हुन्छ नि त। प्रायः अब गाउँबाट त्यसरी जान्छ, गाडीलाई फोन कन्ट्र्याक्ट लिएर जान्छ। कालिम्पोङ, दार्जिलिङ, खरसाङ जानुपर्छ भने पहिल्यै अघिल्लो दिनमै अब सिटको लागि भन्नुपर्छ नि त। त्यसै कारण आज चाहिँ नानीलाई कालिम्पोङ पुऱ्याउन जाँदैछौँ हामी। र नानीलाई पनि म के भन्छु भन्दा चाहिँ अब राम्रो पढ्नु, जस्तो यहाँ मङ्पुमा पढ्दै त्यस्तै कालिम्पोङमा पढ्नु। र अब यो पढाइ भन्ने कुरो चाहिँ मैले जति खान्छु मलाई अगाउँछ, यसले जति खान्छ यसलाई अगाउँछ, त्यो कुरो हो। आफ्नो आफ्नो ज्ञानको कुरो। त्यो ज्ञान त अब कसैले यो लुटेर चोर्नु सक्दैन नि त, लुट्नु सक्दैन। त्यस्तै हो। अब त्यही भन्छु, हामी बाउआमा पढ। ल अब चाहिँ कालिम्पोङ पुगेको त देखाउँछु, बाटोमा हेरौँ कस्तो स्थिति हुन्छ। भिडियो गर्नु चान्स पायो भने भिडियो गर्छु। क्यापै लायो, कपाल लामो छ कि। ल गाइस, रम्बीको ब्रिज आइपुग्यो।
उत्तर बिस्तारै ए त्यो मेरो झोला पनि छ नि त यहाँ आइपुग्यो यसको योहरू पक्रेर त अनि यो पक्रिँदा म झिक्छु अरू यसको सेक्सन आइपुग्यो अहिले चाहिँ कालिम्पोङ पुगेर नानीको रुममा लुगाहरू सबै राखेर जाँदैछौँ एकछिन खाना खानु 3 जना 4 जना जाँदैछौँ बस मिल्छ पछाडि उनीहरू 2 जना सँगै बस्ने रुम पार्टनर यहाँ जाँदैछौँ हामी ठाडो ताप आउँदैछ मेरो पछाडिहरू आउ न हेरिरहेको रहेछ बसिरहेछ अब त जाँदैछौँ हामी कञ्चनपट्टि त्यहाँ गाडी भनेको छौँ अहिले फर्किनुपर्छ हामी 2 जना बुढाबुढी कञ्चनपट्टि जाँदैछौँ नानीहरू लिएर त्यहाँदेखि चाहिँ नानीहरूलाई खाना खाना लाने हो आज चाहिँ यसलाई स्कुलको लागि यहाँ रुम पाउनु सक्छौँ एकछिन घरमा यसलाई चाहिने सामग्रीहरू त सपिङको लागि आएको को रहेछ 2 जना हामी त अहिले ईद मुबारक मेरोबाट सम्पूर्ण साथीभाइलाई पनि ईदको दिन आइपुग्यो कालिम्पोङको बिग भन्ने जस्तो गर्दा चेपचाप पनि हिँडाउनु पऱ्यो नि त पहिला केटाकेटीमा हिँडेको हामी हो 20-22 वर्ष अगाडि नानीहरू त्यसरी हिँडेको तिमीहरू छोडेको हुन्छ त हौ अब यहाँबाट पसौँ न को सब्जी फ्रेस हाट कालिम्पोङ हाट एकदमै गाडी हिँड्दैछ हाटमा लाग्दा यसलाई त्यो साबुनहरू उ गर्नु हुन्छ नि हो त्यस्तो उ छ दिपेशहरू यहीँ बसेको त गर्नु उयो छ नि के पऱ्यो यिनीहरूसँग आएको बिजनेसहरू रोकिहाल्छ के हो के हेरेको हो सुनहरू पुरै रहेछ नि हेर्दा यस्तो सुन गोल्डहरू त यसरी बाहिरै कति तोलाको त होला भाइलाई के त यस्तो त पप थुक्पा खाने अरे हामी 3 जना त भेज संस्कृति म पुच्का खाँदैछ 2 जना पुच्का खान्छ अरे अब चाहिँ पुच्का खाएर चाहिँ यिनीहरूको रुम भएकोमा जानुपर्छ पुच्का ह्यान्डमेड यो राम्रो बनावटी होइन खाऊ भयो ए भन्दैछु मैले र गाइस नानीहरूलाई घुमाउनुको लागि त यो कालिम्पोङको सिके पार्कमा त एकछिन लग्यौँ नि त त्यहाँ जाँदा जस्तो इन्ट्री भयो त्यस्तै गीतहरू बजिरहेको रहेछ नि त पुरा त्यही कारण कपिराइट हुन्छ जस्तो लागेर त मैले चाहिँ घरमा आएर चाहिँ अलिकति भोइस
रेकर्ड गरेरै गरेँ र यहाँ नानीहरूलाई घुमाउनु लगेँ। दादाले त भन्दै थियो रहेछ त्यो ठाउँ चाहिँ साह्रै नजानु भन्दै थियो रहेछ। र पनि आज त हामी पापा र आमा हुँदा नै अब घुमाउनु लग्यो नि त। र नानी सँगसँगै हाम्रो संस्कृति नानी पनि थियो अन्त तिनीहरूलाई घुमाउनुको लागि त यहाँनिर ल्यायौँ। यहाँ यस्तो खालको पिङ पनि रहेछ। यहाँ यस्तो हेरेको हाम्रो कालिम्पोङ यस्तो मजाले लेखेको देखेँ, मन पर्यो। हामी पनि घुम्न पायो नानीहरूको नाम गरेर। यताउता हेऱ्यौँ, त्यति नै। म त मन परेको कुरोहरू चाहिँ एउटा क्याप्चर गर्नु मन लाग्छ नि त। नानीहरू फोटो सुट गर्नु पनि मानेन। अन्त नानीहरूसँग गफ गर्दै घुमिरह्यौँ टाइम पास। अब 2-2:30 बजीको गाडी थियो मेरो मङ्पू फर्किने, त्यसै कारण म चाहिँ त्यतातिर नै यसरी घुमिहिँडेँ। र आई लभ कालिम्पोङ लेखेको पनि रहेछ मजाको। नानीहरूलाई सोध्यौँ, ल फोटो खिच न भनेको एक बहिनी मानेन। फर्किनुपर्छ ल पापा भनेको पर हेरेको दुईजना त एक्स्ट्रा बसिरहेको रहेछ। अलिक क्लोज बस भनेको थिएँ, हाँस्दै लजायो संस्कृति। बहिनी नानी भएकोमा गएँ। यसलाई त आज छोड्नै पर्थ्यो कालिम्पोङमा। भोलि भन्दै पर्सिदेखि त कोचिङ सुरु हुने रहेछ यसको। जे होस् अब उसलाई पनि आशीर्वाद छ। यहाँ लेखेको रहेछ डोन्ट टच लेखेको रहेछ। ओके ओके भन्ने मैले रेला पनि गरेँ। नानी र म गफ पनि पुरा गऱ्यौँ नि त। बाउ छोरी हो। फेरि मैले एकरी सोद्धा त यसलाई वाक्कै लागेछ र नि, वाक्कै मान्यो मसँग। ल पापा जाउँ भन्यो नि त। गएर पनि के गर्नु भन्दै हामी फेरि फर्क्यौँ बिस्तारैसँगले फर्क्यौँ। म्युजिकहरू ब्याकग्राउन्ड पछाडि बिस्तारै बिस्तारै त सुनिरहेको थियौँ। र हामी त बिस्तारै लाग्यौँ नि त। र हेलो गाइस, र कालिम्पोङबाट पनि अहिले फर्केर त घर आइपुग्यो। र जस्ट कपडा चेन्ज गरेर चाहिँ हामी त अहिले म तपाईँहरूलाई त यो भिडियो गर्दैछु। किन भन्दा चाहिँ आज चाहिँ कालिम्पोङ नानी स्कुलको लागि त पुऱ्याउनु हामी दुईजना बुढाबुढी नै गएको थियौँ। र 2002-03मा चाहिँ म चाहिँ क्लास 9 हुँदा चाहिँ भागेर चाहिँ कालिम्पोङ नै होटल काम गर्नु गएको थिएँ नि त। त्यस समय मेरो पापा आमाको मन त कस्तो भएको थियो होला। र अहिले चाहिँ छोरीलाई स्कुलको लागि यसरी त्यो जग्गा त्यसको लागि त नयाँ जग्गा हो। घरदेखि यताउता नचल्ने नानी यसरी कालिम्पोङ राखेर आउनु त एउटा नयाँ, मलाई पनि एउटा नयाँ अनुभव भयो नि त आफूति। जुन अब मेरो मनमा जस्तो मेरो र बुढीको मनमा कस्तो भयो छोरीलाई पुऱ्याएर आउँदा, त्यस्तै भएको थियो होला सायद त्यो समय पनि पापालाई। अब त्यो त म भागेर काम गर्नु गएको थिएँ, पैसा कमाउनु त होइन। अब रहरले एउटा समय त्यस्तै थियो। र आज त्यही अब महसुस भयो नि त, नयाँ अनुभव भयो। यो अलिकति मजाको पनि भयो। जिन्दगीमा यस्तै हुन्छ, सधैँभरि अब घरमा राख्नु पनि सकिँदैन। अब स्कुलको लागि हो, नानीले अब के कस्तो गर्छ प्रोग्रेस अब त्यसकै लागि हो, त्यही भन्न चाहन्छु। र आज थकाइ पनि लागिरहेको छ। र यति भन्दै तपाईँहरूबाट त बिदा लिन्छु, बाई।